फटाफट फलफुल पसलमा गएँ, कागती किने, फलफुल किने अनि सरासर डिपार्टमेन्टमा गएँ। यहाँ देखाउँदैछु। त्यसपछि चाहिँ म घर पुगेर भिडियो बनाउँछु ल। अनि त्यसपछि म घर आएर चाहिँ यहाँ हेर्दैछु यो पुरानो माटोहरू चाहिँ गमलामा हालेर म नयाँ नयाँ फुलहरू रोप्ने छु। यहाँ हेर्नु होला, मैले यो चाइना डल ल्याएको थिएँ। यसको लागि चाहिँ ठुलो गमला ल्याउन बाँकी नै छ है। अहिलेलाई सानो गमलामा सारिराख्छु। यो 12 मासी फुलहरू ल्याएको थिएँ, चाइना डल अनि मधुकामिनी मैले कति खोजिरहेको थिएँ कि अस्तिदेखि नै। ठुलो ठुलो बोटहरू चाहिँ अस्तिदेखि नै पाइरहेको थियो, तर मलाई चाहिँ सानो बिरुवा चाहिएको थियो। यस्तै मैले खोजेको जस्तै भेटेँ। आज चाहिँ म आफै हुर्काएर बढाएर ठुलो बनाएर मेरो घर नै मगमग बास्ना आउने बनाउँछु। एउटा गमलामा मात्रै फुल रोपिसकेको थिएँ, कत्रो पानी आयो। त्यहाँ चाहिँ माटोहरूको अलिअलि फोहोर देखिरहेछ। अनि सबै फुलहरू रोपिसकेपछि मात्र भिडियो बनाएँ मैले भरे। मैले एकछिन पर्खेर अनि फुलहरू रोपेँ, पानी अलिक रोकिएपछि। अनि यो माटोहरू अब यतिकै हुन्छ नि त, गमलामा राखेको माटोहरू, हालेको माटोहरू। अनि सबै सफा गर्दैछु पानीले पखालेर होइन। पानी पनि परिरहेछ अलिअलि। मैले यताबाट फुलमा पनि पानी हाल्दैछु, पखाल्दै पनि छु। भर्खरै रोपेका हाँगाहरू अथवा बिरुवाहरूमा चाहिँ यसरी छेउछेउबाट जरा नलड्ने गरी पानी हाल्नुपर्ने हुन्छ है। फुललाई माया गर्नुपर्छ। अनि हुर्केर ठुलो भइसकेको प्लान्टहरूमा चाहिँ यसरी माथिबाट पानी हाल्यो भने पातहरू सफा देखिन्छ। यो पनि पुरानै प्लान्ट हो। यो चाहिँ भर्खरै रोपेको अघिको बिरुवाहरू हो। यो 12 मासी फुलको बिरुवाहरू हो। कलर कलरको चाहिँ हुन्छ हुन्न मलाई थाहा छैन। यो चाहिँ पारिजात अपराजिता छ यहाँ चाहिँ। ल अघि मैले रोपेको फुलहरू चाहिँ 12 मासी फुलहरू यहाँलाई नै छ। यिनीहरू नै हुन्। यो गमला अझै 2टा खाली छ। अझै 2टा प्रकारको फुलहरू ल्याएर म रोप्ने नै छु। अनि यता यस्तै यस्तै नै छ। फुल फुल्दाखेरि जति राम्रो देखिन्छ नि, प्लान्ट लभरहरूले चाहिँ त्यति नै दुःख गरेको हुन्छ है। ल हेर्नुहोस् यहाँ पसिना, यता दाग पनि लागिसकेको छ है माटोको। यस्तै छ। अनि आज चाहिँ मेरो हस्बेन्डको बर्थडे थियो। ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अहिले पनि धेरैपल्ट भनिसकेँ आज दिनभरिमा मैले। अनि बाबा टाढा हुनुभए पनि बच्चाहरूले चाहिँ केक काटिदिनु पर्ने हुन्छ होइन। बच्चाहरूको रहर। मेरो बच्चाहरूलाई त अरू बेला पनि मै नै बेसी जस्तो केक खानै पर्ने हुन्छ होइन। जसको बर्थडे आओस् नहोस्, अझ पापाको, मम्मीको अनि हाम्रो घरको यति फ्यामिलीको बर्थडेमा त झन् केक नल्याउने कुरै भएन। आज चाहिँ मैले मिनी केक ल्याइदिएको थिएँ। अरू बेला ठुलो ल्याइदिन्थेँ। अलिक सन्चो पनि थिएन बाबुलाई। अनि ठुलो ल्याएपछि धेरै खान्छ नि त, अनि बिरामी हुन्छ भनेर आजको दिन यसरी नै बित्यो होइन। अनि अब चाहिँ बेलुकीको खाना बनाउन लाग्छु म। बिदा पनि हुनुपर्ने हुन्छ। भिडियो पनि धेरै लामो भइसक्यो। यतिन्जेल हेरेर साथ दिनुभयो धन्यवाद। बाई बाई।